मैले भने कस्तो बाघ मुखे मान्छे रहेछ। तपाईले बुझ्नुभयो, ए बाघ जस्तो मान्छे भन्नुभएको? हजुर। फेरि अर्को भन्छु, मानिस श्रमजीवी प्राणी हो। तपाईले बुझ्नुभयो, ए सर मानिस श्रम गरी जिउने प्राणी भन्नुभएको? हजुर। फेरि अर्को भन्छु, यो बाख्रा लमकन्ने कान भएको रहेछ। तपाईले बुझ्नुभयो, ए लामो कान भएको भन्नुभएको? हजुर। मेरा विद्यार्थी साथीहरू, तपाईले ठिक बुझिरहनु भएको छ। मैले समासको कुरा गर्दैछु। समास भनेको नै यसरी दुईवटा अथवा दुईवटा भन्दा धेरै शब्दहरू मिलेर अर्कै नयाँ अर्थ बनिन्छ। समास भनेको नै शब्दहरूको मेल हो। यसरी समास बनिँदा आकारमा पनि छोटो, छरितो र सुन्दर देखिन्छ, अर्थ पनि पुरै बुझाउने अनि वाक्यमा प्रयोग गर्दा पनि राम्रो देखिने खालको हुन्छ। दुईवटा भन्दा धेरै शब्दहरू वाक्यमा प्रयोग गरिरहन परेन नि, त्यसलाई छोटो बनाएर एउटै शब्द प्रयोग गर्दा भइहाल्यो। जस्तै तपाईँले 5 र 30 भनिरहन परेन, 35 भन्दा भइहाल्यो। वर अनि पर भनिरहन परेन, वरपर भन्दा भइहाल्यो। साना साना भनिरहन परेन, ससाना भन्दा भइहाल्यो। तर फेरि जुनसुकै शब्दहरू मेल हुँदैमा समास हुँदैन नि। यसरी मेल हुँदा भाषामा प्रयोग हुने खालको हुनु पर्यो, अनि अर्थ बुझाउने हुनु पर्यो, अनि व्यवहारमा पनि चलेको हुनु पर्यो, तब समास हुन्छ। सिम्पल समास 6 प्रकारको हुन्छ: तत्पुरुष, कर्मधारय, दिङ्गु, द्वन्द्व, अव्ययी भाव र बहुब्री। अब तत्पुरुष समास भनेको ले, लाई, को, का, की विभक्ति हटाइँदा तत्पुरुष समास हुन्छ। जस्तै डरले छेरुवा, डर छेरुवा, यहाँ ले विभक्ति हट्यो। त्यस्तै अर्को कर्मधारय समासमा नाम र नाम, विशेषण र नाम, उपमेय र उपमानको मेल हुँदा कर्मधारय समास हुन्छ। गुरु बाबु समास बनाउनुहोस्, गुरु बाबु भयो, यहाँ नाम र नामको मेल भएको छ। त्यस्तै अर्को ठुली दिदी, ठुल दिदी, यहाँ विशेषण र नामको मेल भएको छ। अर्को दिङ्गु समास, दिङ्गु समासमा सङ्ख्यावाचक शब्द प्रधान हुन्छ अनि बहुवचन अर्थ दिन्छ। जस्तै 4 बाटोको मेल समास बनाउनुहोस्, चौबाटो भनेर भन्नुहुन्छ। 5 वटा घर समास बनाउनुहोस्, 5 घर भन्दा भइहाल्यो। त्यस्तै अर्को द्वन्द्व समास, द्वन्द्व समासमा संयोजकको लोप हुन्छ। अब संयोजक भनेको के हो? वा, र, अनि लोप हुन्छ। जस्तै माता र पिता, माता पिता भन्दा भइहाल्यो। दिन अनि रात, दिन रात भन्दा भइहाल्यो। अर्को अव्ययी भाव, अव्ययी भावमा अव्यय मुख्य हुन्छ, प्रधान हुन्छ। अव्यय भनेको कुनै अवस्थामा पनि आफ्नो रूप रहिरहने, खर्च नहुने। जस्तै मैले तपाईँलाई भने जीवनभरि, तपाईँले समास बनाउँदा अजीवन भन्नुहुन्छ। अब यहाँ जीवन त रहिरहेको छ, अ मात्रै जोडिएको छ। त्यस्तै अर्को हिसाब बिना समास बनाउनुहोस्, बेहिसाब भन्नुहुन्छ। यस प्रकारले अव्यय रहिरहने अव्ययी समास हो। अर्को बहुब्री, बहुब्री समासमा कुनै व्यक्ति अथवा वस्तुको विशेषता बुझाइएको हुन्छ। ध्यान दिनुपर्ने कुरा के छ भने बहुब्री समास बनाउँदा दुईवटा भन्दा धेरै शब्दहरूको मेल भएको हुन्छ। जस्तै लामो खुट्टा भएको, लामखुट्टे, गहुँ जस्तो गोरो समास बनाउँदा गहुँ गोरो, चन्द्रमा जस्तो मुहार, चन्द्रमुहार, यसरी बनाउन सक्नुहुन्छ। थ्याङ्क यू।